ब्याक माई युट्युब च्यानल। तपाईहरुलाई धेरै धेरै स्वागत छ हाम्रो यस मोहन अनलाइन युट्युब च्यानलमा। आज म चाहिँ द भोइस अफ नेपाल किड्स सिजन 4 सम्बन्धी कुरा गर्दै छु। तपाईहरुलाई थाहा छ द भोइस अफ नेपाल किड्स सिजन 4 को यति बेला ब्लाइन्ड अडिसन सुटिङ भइराखेको छ। हजुरहरु यदि काठमाडौँमा हुनुहुन्छ र तपाई लाइभ सुटिङ हेर्न चाहनुहुन्छ भने धुम्बारा स्थित भोइस अफ नेपालको स्टुडियोमा गएर तपाईले चाहिँ लाइभ हेर्न सक्नुहुन्छ। तपाईको फुर्सद छ, तपाई काठमाडौँमा हुनुहुन्छ भने प्लिज गएर हेर्न सक्नुहुन्छ। अब 1 महिना पछाडी चाहिँ द भोइस अफ नेपाल किड्स सिजन 4 चाहिँ हिमालयन टेलिभिजन र द भोइस अफ नेपालको अफिसियल युट्युब च्यानल मार्फत चाहिँ प्रसारणमा आउनेछ। द भोइस अफ नेपाल किड्सको 4 जना कोचहरु मेलिना राई, मिलन नेवार, खेम सेन्चुरी र यसपालि नयाँ कोच सत्यराज आचार्यजी हुनुहुन्छ। 3 जना कोचहरु त द भोइस अफ नेपालको कोचिङको अनुभव छ, तर एकजना कोच चाहिँ एकदमै नयाँ हुनुहुन्छ। एउटा कुरा हजुरहरुलाई भनिहालौं, द भोइस अफ नेपाल किड्स सिजन 4 मा एकदमै राम्रो राम्रो भाइ बहिनीहरु आउनु भएको छ। हजुरहरुले प्रतीक्षा गर्नुपर्ने छ अझै 1 महिना। अहिले चाहिँ जो भाइ बहिनीहरु चाहिँ द भोइस अफ नेपाल किड्स सिजन 4 मा पार्टिसिपेट हुनुहुन्छ उहाँहरुको स्टोरी कलेक्सन गर्नुपर्ने भएकोले 1 महिना 1.5 महिना भित्रमा चाहिँ द भोइस अफ नेपाल किड्स चाहिँ आउँदैछ। हजुरहरु कतिको एक्साइटेड हुनुहुन्छ हेर्नलाई कमेन्ट गर्न नबिर्सनु होला। र अर्को कुरा, यसपालिको कोचहरु 4 जना कोचहरुमा हजुरहरुले चाहिँ कुन कोचको सपोर्ट गर्दै हुनुहुन्छ कमेन्ट गर्न नबिर्सनु होला भन्दै आजको भिडियोबाट बिदा चाहन्छु। हस्, धन्यवाद। जय नेपाल।